एउटा 109 केजीको मोटे केटा जो एक्सर्साइज गर्न नि डराउँथ्यो बिकज अफ फियर अफ पिपल टिजिङ हिम नाउ बिकम्स अ इन्टरनेसनली सर्टिफाइड फिटनेस ट्रेनर जसले आफ्नो नाम नै बिर्सिसकेको थियो बिकज अफ पिपल कलिङ हिम बाई डिफरेन्ट नेम्स सम कल्ड हिम गोलु सम कल्ड हिम मोटु एन्ड द लिस्ट गोज अन but now working as an instructor in two different gyms besides taking 2 to 3 PTs in a month earning more than a dream salary of 90% of people in Nepal अझै पनि तर मान्छेहरूले चाहिँ they claim I am not worthy of being in fitness taking the perception of my version of 8 years ago when they had met me किनकि उनीहरूले मेरो ग्रान्डलाई देख्नु भएन which I have done over these 8 years keeping my head down and learning about fitness countless hours in gym and exercise while most of them were chilling मैले यो भन्न खोजेको होइन कि मैले लाइफमा धेरै चिज एचिभ गरिसके टु बी अनेस्ट यो चाहिँ मेरो बिगिनिङ अफ द जर्नी हो अनि कुनै पनि फ्लेक्स होइन जस्ट मेरो सानो स्टोरी थियो टु मोटिभेट यु गाइज It may take time, but if you work hard enough, it will happen because